आजको भिडियो मैले जुन टपिकमा बनाएको थिएँ सो आशा छ तपाईँहरूले बुझ्नुभयो होला कसरी कुदाउने भन्दाखेरि खासमा त्यही हो। क्लचको मुभमेन्ट चाहिँ कहाँनिर छ त्यो पत्ता लगाउनु पर्यो। जब तपाईँहरूले क्लच छोड्नुहुन्छ नि त्यो क्लच छोडेपछि अलिअलि हल्लिन्छ या त वात्तै छोड्नु नि बन्द हुन्छ। त्यो क्लचको मुभमेन्ट चाहिँ तपाईँले थाहा पाउनु भयो भने चाहिँ गाडी कहिले पनि तपाईँको मुभ गर्दाखेरि बन्द हुँदैन। जुन मैले अघि नै पछिल्लो भिडियोमा भनिदिइसकेपछि एक्स्ट्रा कुरा भनेको अघि बिर्से जस्तो लाग्यो त्यही हो तपाईँले क्लच छोड्नै जाने हो। अनि जहाँनिर चाहिँ बिस्तारै हल्लिन थाल्छ या त बन्द हुन खोज्छ या त छ्वात्तै छोड्दा बन्द हुन्छ त्यो पत्ता लगाइसकेपछि चाहिँ तपाईँले गाडीलाई मुभ गर्नुहुन्छ। अनि जहाँ चाहिँ इन्जिन हल्लिन थाल्छ क्लच छोडेपछि त्यहाँनिर हल्का एक्सिलेटर दबाएपछि गाडी अटोमेटिकली मुभ हुन्छ। सो आजको भिडियो मैले यहीँसम्म राखेँ र आगामी दिनमा अरू पनि भिडियो म लिएर आउने नै छु भने आजलाई चाहिँ बिदा लिन चाहन्छु है त।